सबैजनालाई नमस्कार। आज चाहिँ म हनुमान चोकमा रहेको पिकनिक पार्क देखाउन गइरहेको छु। हेर्नुस् यस्तो राम्रो बनाएको छन् कि अहिलेको टाइममा कुरै छोड्दिनुस्। हेर्नुस् गाइस, टक्क लाएर फोटो खिच्नको लागि बस्ने सिट छ अनि खाना पकाउनको लागि भान्साघर छ। साइडमा यहाँ इन्ट्री गरेको 500 रुपैयाँ लाग्छ। हेर्नुस् टक्क लाएर यता पिकनिक खाने घर, हेर्नुस् भान्साघर, यता हेर्नुस् सिट अनि मासु कटिङ गर्ने ठाउँ पनि छँदैछ। टक्क लाएर कटकट गरेर पकाउने, त्यहाँ त्यता बस्ने पनि भयो, यता पनि बस्ने भयो, उता बसे पनि भयो। भाँडा धुनको लागि पनि सुविधा छँदैछ। धेरै खाएर आफूलाई टोयलेट लाग्यो भने नि उता साइडमा अहिले टोयलेट पनि छ। हेर्नुस् सब व्यवस्था छ क्या अहिलेको टाइममा। पोहोर साल पर साल चाहिँ यस्तो थिएन, तर यो साल चाहिँ एकदम झक्कास बनाएको गाइस चाहिँ। हेर्नुस् डान्स गर्दै टिकटक पनि भइरहेछ उता को हुन्छ हिना बहिनीहरूलाई। हेर्नुस् म चाहिँ भिडियो बनाउन आएँ गाइस, एकचोटि बनाएर सबैलाई देखाउँ भनेर।